हेलो गाइज गुड इभिनिङ सबैजनालाई फेरि यो आज छोटो मिठो भ्लग लिएर तपाईँहरूको बिचमा हामी आइसकेका छौँ यो इभिनिङ वाकको साथमा र अहिले हामी छौँ यो नागदहा भन्ने ठाउँमा यो चाहिँ फेरि पोखराको यो चाहिँ टुक्रा पनि भनिने रहेछ अनि यहाँनिर मस्तले माछाहरू यसरी उफ्रिरहेछ र यो चाहिँ चट्ट यस्तो छ यो चाहिँ नागदह भन्ने ठाउँ हो र होइन त आन्टी यस सुनिलजी त्यहाँ हुनुहुन्छ र हामीहरू चाहिँ यी खालका गतिविधिहरू यहाँको माछा चाहिँ मार्नु हुँदैन रे है चुर्लो तार्न से पनि नाप्दा मुल्लो चुर्लो तार्न सेजी सुन्छ खिचा यो नन स्वयं अब त दे दलरो हामीला के गर्छ र के गर्नु बजी ओ बुझे ओ खुचे हो प्यारो प्यारो भाइ हो हेरिरहेछ तर एकदमै राम्रो त्यही छ यहाँ चाहिँ तपाईँहरू पनि आउन सक्नुहुन्छ हामी चाहिँ आज ठ्याक्कै चिया खाएर निस्केको एउटा नयाँ चिया दह के भनेर खोलेको रहेछ अनि हाम्रै चिनजानकै भाइहरूको हाम्रो मेन मैले चिन्ने भन्दा नि हाम्रो दिलजीले चिन्ने एकजना भाइको चाहिँ रहेछ मिठो डिस्काउन्ट पनि दियो है मिठो डिस्काउन्ट पनि दियो तपाईँहरू पनि आउनु होला चिया दहमा दिल तामाङ ठोकरले चाहिँ पठाउनु भएको भन्ने बित्तिकै राम्रो तपाईँहरूले डिस्काउन्ट पाउनुहुनेछ है त त्यस्तो छ यहाँनिर अलिअलि पैसाको लागि के ब्रदर अनि यस्तै त छ ठिक छ त्यहाँ ठिक छ वाउ चुजा फ्याँज नाइस नछुटाउनु होला अहिले हामी कहाँ आइपुग्यौँ त दाजुभाइ यार यो त अब त हामी त लगभग चिया दह छै मुतले चिया बेची मान्छे यसरी भाग्छ क्या हामीलाई त्यो कुरो थाहा नभयो यस्तो छ यहाँको डेकोरेसन चाहिँ नट ब्याड तर राम्रो छ पूजाहरू सब भित्र गइसक्यो हामी चाहिँ बिस्तारै हिँड्ने क्रममा र यहाँको भ्यू चाहिँ तपाईँहरूलाई यहाँको डेकोरेसन चाहिँ म तपाईँहरूलाई अहिले देखाउँला अहिलेलाई चाहिँ यो चिया दह है त यहाँको भित्रको चाहिँ म तपाईँहरूलाई देखाउँदैछु बबाल छ एकदमै बवाल छ हामी चाहिँ अघि नै चिया खाएर निस्किसकेको भएर म तपाईँहरूलाई यति मात्रै देखाएँ र यहाँको मेन स्पेसल भनेको यो छ है त म तपाईँहरूलाई आएर खोलेर पनि देखाइदिन्छु यो चाहिँ बवाल छ है चट्ट यसरी पानी आउँछ यहाँको चाहिँ र म यहाँनिर छु बवाल आउँछ है त ल अब चाहिँ बन्द गरौँ जस्तोलाई मुतिसक्यो होइन त ए ठिक छ है यस्तै छ थ्याङ्क यू सो मच मुतिसक्यो होइन त ए ल